काठमाडौँबाट लगभग 4 घण्टाको यात्रापछि हामी मन्दिरतिर लाग्दैछौँ अहिले। यात्रामा रमाइलो गर्दै अगाडि बढ्दैछौँ हामीहरू। कोही कोही अगाडि गइसक्यो, कोही कोही पछाडि पनि छ। हेर्दा सबैजना थकित मुद्रामा देखिन्छन्, तर यात्रा रमाइलो भइरहेको छ सबैलाई। जय कालेश्वर महादेव जय। हामी कहाँ आएको? कालेश्वर। कालेश्वर मलाई त यसो हेर्दा 2 घण्टा हिँड्नुपर्छ जस्तो लागिरहेछ अझै। हिँड्नुपर्छ भन्छ। ये खाने के लिए आपको भी और भाड़ वगैरह हो हेलो 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 बाटो छोडिदिनु। हाय ओ नित्य छ लखर जानुपर्छ नि त। भ्यूहरू धेरै राम्रो छ, तपाईँले हेर्न सक्नुहुन्छ। आई एम रेडी। सुटिङ सुरु भयो? ए अघि नै कट सर्ट भन्नु पर्दैन छैन, यताउता केही छैन यार। यस्तो जेब पाए त्यही खुड्किलोको निर्माण कार्य अझै पनि जारी भइरहेछ नि यहाँ। थकाइ मार्दै सबैजना अगाडि बढ्दैछ। लाली गुराँस पनि केही मात्रामा देखियो। एकछिन म पनि विश्राममा बसेको छु।
So tired. Hold my leg होइन दृश्यमा हरिया डाँडाहरू पनि देखिन्छ मजाले धेरै रमाइलो ठाउँ छ। क्या है ये 15-20 मिनटको लगभग हिँडाइपछि हामी माथि मन्दिरमा पुग्यौँ। यो कालेश्वर मन्दिरमा अवश्य पनि तपाईहरु पनि जानुपर्ने ठाउँ हो। घुम्नका लागि धेरै रमाइलो छ। भ्यूहरु पनि धेरै राम्रो देखिन्छ यहाँ माथिबाट।